नमस्कार। आज हामी चाहिँ त्यो सनराइज चाहिँ धेरै ठाउँमा नेपाल तथा इन्डिया दार्जिलिङदेखि लिएर सबै ठाउँमा हेरेको। आज चाहिँ सनसेट सम्भवतः मेरो जीवनको चाहिँ पहिलो यो देखाउनु त भन्छ। मेरो जीवनको पहिलो यो चाहिँ गोलाघाट, चितवनको गोलाघाट, यो सौराहा आसपासमा चाहिँ आज हामी सनसेट सूर्य अस्ताएको हेर्दैछौँ। अस्ताएको चाहिँ आज हामी हेर्नेमा छौँ। अलिकति चाहिँ यहाँ तपाईँहरूलाई चाहिँ म थोरै आफ्नो फ्यामिलीलाई परिचय पनि गराउँछु। उहाँ चाहिँ मेरो प्यारी दिदी, जेठी दिदी भने नि, जे दिदी भने नि एउटै दिदी हो। सानो भान्जा, सानो भान्जी, अनि जेठी भान्जी उता हुनुहुन्छ। देखाइदिनु त जेठी भान्जी, ब्युटिफुल जेठी भान्जी त्यता हुनुहुन्छ। यो चाहिँ यो चाहिँ अब जङ्गल सफारीको लागि यो एकदम टुरिस्टको चाहिँ एकदम मोस्ट पपुलर डेस्टिनेसन पनि हो। यहाँ चाहिँ मेरो प्यारो भिनाजु हुनुहुन्छ। अब हामी चाहिँ सनसेट हेर्नको लागि त्यो सनसेट हेर्नको लागि चाहिँ हामी जाँदैछौँ। सम्भवतः त्यो चाहिँ खोलामा चाहिँ त्यसको चाहिँ के भन्ने त्यो मिरर इफेक्ट पर्ने होला, अनि त्यो चाहिँ हेर्ने हो सबैजना। यहाँ हेर्नुहोस् त, निकै साथीहरू जानुभएको छ। यो सौराहा नै हो है भिनाजु? यो सौराहा नै छ। सौरा चाहिँ यसलाई गनिन्छ खास गरी। पहिलो के भन्नुभयो भिनाजु? पहिलो सौरा चाहिँ यसलाई भन्नु पर्ने हो खास गरी। हजुर हजुर। जति सौरामा फेसिलिटी पाइन्छ त्योभन्दा बढी यहाँ छ। हजुर हजुर। यहाँ आएपछि चाहिँ जनावर, गैँडा, मृगहरू, जराएको सबै जनावरहरू, भालुहरू, चितुवाहरू सबै प्रशस्त मात्रामा यो जङ्गलमा। त्यो हामी परार आउँदाखेरि हामीले त्यो गोही र अर्को एउटा के देखाएको थियौँ भिना? गोही र के देखायो मैले बिर्सेँ। एउटा हामीले कछुवा देखाएको थियौँ। कछुवा गोही चाहिँ हामीहरूको पहाडतिर चाहिँ ठोटरी मिल्छ भने यहाँ चाहिँ ठुल्ठुला कछुवाहरू मिल्छ। ल यहाँ चाहिँ हामी जम्बू टोली नै आज चाहिँ सौरा आइपुगेका छौँ। हस् धन्यवाद। सौरा नभन्नु रे, गोलाघाट भन्नु रे भान्जीले भन्नुभयो। सौराभित्रको गोलाघाट हो यो। बोल्नु त भान्जी, दुई शब्द बोल्नु त। खास गरी भन्नुपर्दा यो चाहिँ नारायणी र राप्तीको दोभान हो, सङ्गम स्थल हो। नारायणी र राप्तीको नदी सामुन्ने जोडिन्छ। अच्छा। यहाँ चाहिँ विशेष गरी सनसेट हेर्नको लागि भए पनि यत्रो महानुभावहरू सबैजना यहाँ आउनुभएको छ यो ठाउँमा। साथसाथै यसकै नजिकै रहेको छ चितवन राष्ट्रिय निकुञ्ज। चितवन राष्ट्रिय निकुञ्ज प्रशस्त यहाँ